संसारभरिको सबैजनालाई नमस्ते मेरो तर्फबाट। आज म चाहिँ नापा सागको अचार बनाउँदैछु। यसलाई किम्ची भन्छ हैन। यो कसरी बनाउनुपर्छ के चाहिन्छ हेर्नु होला ल, म अब देखाउँछु। अब यसलाई चाहिँ त्यो खुर्सानीको धुलो हो, लसुन प्याज अदुवा चाहिन्छ, पेस्ट बनाउनुपर्छ पिनेर। अनि त्यो चाहिँ मुला गाजर हरियो प्याज अनि स्याउ अलिकति अनि सिसाउ चाहिन्छ हैन, नुन केही पनि नरहेको नुन चाहिन्छ। अनि त्यो चामलको पिठो अलि चिनी हालेर पकाउनु पर्छ लेतो बनाएर। अनि त्यो सबै अब नापा साग काटेर सानो बनाएर नुनको धुलो हालेर अनि छोपेर 4-5 घण्टा राख्छु। अनि त्यसलाई चाहिँ चलाउनु पर्छ, बिचमा चलाउनु पर्छ। त्यसको सबै पानी निकालिदिन्छ के नुनले। अनि त्यो सबै राम्रोसँग पखालेर अनि राम्रोसँग पखाल्नु पर्छ। अनि त्यो छोपेर राख्छु हैन। छोपेर राखेपछि अब राम्रोसँग पखाल्यो, मजाले पखाल्यो अनि पानी तार्यो। अनि यो सबै मिसाएर मोल्छु कि मोलिसकेपछि अब सिसामा हालेँ हैन। सिसामा हालेर चाहिँ अलि तातो ठाउँमा राख्नुपर्छ कि 24 घण्टामा खान मिल्छ यो चाहिँ। 24 घण्टामा मेरो अचार पनि रेडी भयो। तपाईहरु पनि बनाएर खानु होला, एकदम अमिलो मिठो भन्छ। बाई बाई।